नमस्कार सम्पूर्णलाई झोरले निकै नै गर्मीमा पनि धेरै ढकमक्क फुल फुल्ने यो फुल अनि धेरै घाम रुचाउने खासै हेरचाह गर्न पनि नपर्ने यो सुन्दर फुल बोट नै एकदमै सुन्दर यसको डिजाइन अनि हेर्नु न यसरी यसको चाहिँ जरा छेम कति सुन्दर भाग छ। नफुले पनि यसको बोटै हेर्दा एकदमै सजाउनलाई सुन्दर हुने यो फुल यो चाहिँ सुन्दर फुल मैले चाहिँ लोकल भेराइटीको हो यो फुल फुलेर यसको सिडबाट पनि हामीले यसरी बोट तयार गर्न सकिन्छ, फुल तयार गर्न सकिन्छ भने तपाईहरुले हाइब्रिड भेराइटीमा पनि पाउन सक्नुहुन्छ। हाइब्रिड भेराइटीमा चाहिँ ठ्याक्कै गुलाब फुल जस्तै डबल पेटल हुन्छ भने यो मेरो सिंगल पेटलको हो। निकै नै सुन्दर कलरको फुल तपाईहरुले पनि रोप्नु होला है त।